जय मसी। आज म क्षमाको विषयमा कुरा गर्छु। प्राय मानवीय बुझाइमा क्षमालाई लेनदेनको दृष्टिकोणले हेर्ने गरिन्छ। जबसम्म क्षमा लेनदेनको विषय भन्छ, क्षमाले पूर्णता पाउन सक्दैन। क्षमा सौदाबाजीको विषय होइन। सौदाबाजी व्यापारमा हुन्छ। व्यापारमा नाफा नोक्सानको हिसाब किताब हुन्छ। यदि क्षमा लेनदेनको विषय भयो भने त्यो शक्ति सन्तुलनको कुरा हो। यस्तोमा क्षमा कहिल्यै सम्पन्न हुन सक्दैन। क्षमा लेनदेनको अर्थमा जब एउटा पक्ष शक्तिशाली र हावी हुन्छ, कमजोर पक्षले सम्झौताको माग गर्छ र यदि बलियो पक्षले कमजोर पक्षलाई निमिट्यान्नै पार्न नसक्ने स्थिति रह्यो भने त्यहाँ सम्झौता हुन्छ। यसैलाई क्षमा लेनदेन भनिएको हो। भोलि फेरि कमजोर पक्ष जाग्यो भने पुनः द्वन्द्व अगाडि बढ्छ। यसरी क्षमा लेनदेनको सौदाबाजीको चक्रमा क्षमाको मर्म मरिरहेको हुन्छ। क्षमा कहिले पनि सम्पन्न हुन सक्दैन। हाम्रो समाजको यथार्थ चित्रण हो यो। चर्चहरू क्षमा लेनदेनको चक्रबाट माथि उठ्न सकेका छन् त? चर्चहरूको निम्ति यो निकै नै गम्भीर र जटिल प्रश्न हो। मत्ती 18 अध्यायको 21 र 22 पदमा लेखिएको छ। तब उहाँ कहाँ आएर पत्रुसले भने, प्रभु, मेरो भाइले कतिपल्ट मेरो विरुद्धमा अपराध गरे, मैले त्यसलाई क्षमा गर्ने के 7 पल्टसम्म? यसुले तिनलाई भन्नुभयो, म तिमीलाई भन्दछु 7 पल्ट होइन, तर 70 गुणा 7 पल्ट। यहाँ पत्रुसको अभिप्राय क्षमा लेनदेनको कुरा हो। तर प्रभु येशूले लेनदेन होइन, पुरै क्षमा दिनुपर्छ भन्नुभएको हो। प्रभु येशूले यहाँ सङ्ख्यामा जोड दिनुभएको होइन, बरु असीमित क्षमा दिनुपर्छ भन्नुभएको हो। यदि कसैले सङ्ख्या नै बुझेर हिसाब गर्यो भने पनि 490 पटक क्षमा दिनुपर्छ भन्ने हो। सायदै कसैले यति धेरै गल्ती गर्दैन होला, तर क्षमा दिनेले पनि 490 पटकसम्मै क्षमा दिन सक्यो भने त ऊ पनि क्षमा दिन अभ्यस्त भइसकेको हुन्छ र क्षमा असीमित नै हुन्छ। के अहिलेको चर्चहरूले प्रभु येशू ख्रीष्टको क्षमाको यो मर्मलाई आत्मसात गरेका छन् त? यदि छन् भने यस्तो चर्च निकै नै सबल र प्रभावकारी हुन्छ। क्षमा किन दिनुपर्छ? नदिए पनि हुन्न र? हिब्रू बाइबलमा करिब 150 र ग्रिक बाइबलमा करिब 180 गरी 330 पटकभन्दा धेरै पटक बाइबलमा क्षमाको सन्दर्भ पाइन्छ। क्षमाको विषयमा परमेश्वर यति धेरै किन चिन्तित हुनुहुन्छ? किनकि परमेश्वरलाई थाहा छ कि मानिसले पापको कारण गल्ती गरि नै रहन्छ र यदि क्षमाको प्रबन्ध भएन भने त्यहाँ द्वन्द्व भइ नै रहनेछ र शान्ति कहिल्यै पनि हुने छैन। परमेश्वर पिताले चाहनुहुन्छ कि आफ्ना सन्तानको बिचमा शान्ति बरकरार रहोस् ताकि उहाँको महिमा भइरहोस्। एफिसी 4:32मा लेखिएको छ, जसरी परमेश्वरले ख्रीष्टमा तिमीहरूलाई क्षमा गर्नुभयो, त्यसरी नै एउटाले अर्कालाई क्षमा गरेर तिमीहरू एक अर्काप्रति कोमल मनका र दयालु हो। यदि परमेश्वरले मानिसलाई क्षमा नगरेको भए के हुन्थ्यो? हामी सबै नाश हुन्थ्यौँ नि। क्षमा परमेश्वरको उद्धारको एउटा पवित्र योजना हो। यदि परमेश्वरले आदम र हव्वालाई सुरुमै क्षमा नगरेको भए हाम्रो अस्तित्व नै रहने थिएन। क्षमाको कारण आज मानव अस्तित्व कायम छ भने क्षमा कतिसम्म महत्त्वको विषय रहेछ भने हामी जान्दछौँ। प्रभु येशूले मत्ती 18 अध्यायको 21 देखि 35 पदको खण्डमा एउटा निर्दयी नोकरको दृष्टान्त बताउनु भएको छ। उक्त दृष्टान्तको निर्दयी नोकरले आफ्नो साहुबाट धेरै ऋण बिना पाएको थियो, तर आफ्नो सानो ऋणीले उसँग पर्खिन बिन्ती भाव गर्दा पनि केही समय पनि पर्खिन नसकी उसलाई झ्यालखानमा हालिदियो। त्यो कुरा उसको साहुले थाहा पाएर उसलाई पनि झ्यालखानमा हालिदियो। यो दृष्टान्तबाट हामी क्षमाको गम्भीरतालाई बुझ्छौँ। 35 पदमा प्रभु येशूले भन्नुभयो, तिमीहरूले आफ्नो भाइलाई आफ्नो हृदयदेखि क्षमा गरेनौ भने स्वर्गमा हुनुहुने मेरा पिताले पनि तिमीहरूसँग त्यस्तै गर्नुहुनेछ। प्रार्थना गर्न सिकाउने क्रममा मत्ती 6 अध्यायको 12 पदमा प्रभु येशूले क्षमा पाउनलाई क्षमा नै प्रमुख शर्त हो भनी देखाउनु भएको छ।
यो कुरालाई 14 र 15 पदले पुष्टि गर्छ। लुका 6 अध्यायको 38 पदलाई भेटी दशांशको सन्दर्भमा प्राय प्रयोग गरिन्छ। रुपियाँ पैसाको विषय नै होइन, यो त क्षमाको सन्दर्भ हो। हामी जुन नापमा क्षमा गर्नेछौँ त्यही नापमा नै क्षमा पाउनेछौँ भन्ने कुरा हो। प्रभु येशूले गर्नुभएको क्षमा शर्तहीन क्षमा हो, किनकि येशूले कुनै पनि पापीलाई क्षमा गर्न कुनै शर्त नराखी चुपचाप क्रुसमा बलिदान हुनुभएको हो। ख्रिस्टले हामीलाई धर्मीय अवस्थामा क्षमा गर्नुभएको होइन, हामी पापी र अझै ख्रिस्ट विरोधी छँदै क्षमा गर्नुभएको। धेरैचोटि हामी मत्ती 18 अध्यायको 21 देखि 35 पदको खण्डको निर्दयी नोकरभन्दा कम हुँदैनौँ। हामी क्षमा दिन चाहन्नौँ तर आवश्यक परे क्षमाको भिख माग्छौँ तर पाउँदैनौँ। अक्षम्य हृदय भएको मानिसले कहिल्यै पनि क्षमा पाउन सक्दैन। याकुब 5 अध्यायको 16 पदमा लेखिएको छ, यसकारण तिमीहरू एकले अर्कासँग आफ्ना पाप स्वीकार गर, तिमीहरू निको हुनलाई एउटाले अर्काको निम्ति प्रार्थना गर। धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ। क्षमा नदिएसम्म हामी निको हुन पनि सक्दा रहन्छौँ त। क्षमाको यो महत्त्वपूर्ण पक्षलाई ख्याल नराखी हामी चङ्गाइको निम्ति प्रार्थना गरिरहेका हुन्छौँ र निको नै हुन सक्दैनौँ। 2 कोरिन्थी 2 अध्यायको 10 र 11 पदमा प्रेरित पावल भन्छन्, जसलाई तिमीहरू क्षमा गर्छौ म पनि क्षमा गर्छु। यदि मैले कसैलाई केही कुरामा क्षमा गरेको छु भने तिमीहरूकै खातिर ख्रिस्टको उपस्थितिमा क्षमा गरेको छु, ताकि शैतानले हामीलाई फसाउन नपाओस्, किनकि त्यसका युक्तिहरूका विषयमा हामी अजान छैनौँ। क्षमा प्रेमको पहिलो शर्त हो। क्षमा बिना प्रेमको आशा गर्नु मरुभूमिमा पानी खोज्नु जस्तै हो। प्रेम बिना मिलापको आशा गर्नु पुल बिनाको नदी तर्न खोज्नु जस्तै हो। मिलाप बिनाको शान्ति खोज्नु स्वर्गको सपना देख्नु जस्तै हो। त्यसैले क्षमा मिलाप र शान्तिको पूर्वाधार हो। उत्पत्ति 50 अध्यायको 19 देखि 21 पदमा युसुफले आफ्ना दाजुभाइहरूलाई क्षमा गरेर मिलाप गरे। यदि युसुफले क्षमा नगरेको भए इस्राएलीहरू मिलापमा त आउँथ्यो होला, तर तिनीहरूसँग शान्ति कहिल्यै पनि हुने थिएन। प्रभु येशूले लुका 23 अध्यायको 34 पदमा क्रुसमा टाँगिएकै अवस्थामा पनि आफ्ना विरोधीहरूलाई क्षमा दिनुभयो। स्तिफनसले प्रेरित 7 अध्यायको 59 र 60 पदमा आफूमाथि ढुङ्गा वर्षाउनेहरूलाई प्रभु येशू ख्रिस्टको अनुकरण गर्दै क्षमा गरे। आहा, ख्रिस्टको प्रेम कति महान! प्रिय मित्रहरू, हामीले किन त्यसै गरी क्षमा नगर्ने? प्रेरित पावलले फिलिप्पी 2 अध्यायको 1 देखि 5 पदमा भनेका छन्, यदि ख्रिस्टमा केही प्रोत्साहन छ भने, प्रेमको केही प्रेरणा, पवित्र आत्माको केही सङ्गति, केही स्नेह र सहानुभूति छ भने तिमीहरू एउटै मनका भएर एउटै प्रेम राखेर पूर्ण सम्मतिका साथ एउटै चित्तका भएर मेरो आनन्द पुरा गर। स्वार्थ वा अहङ्कारमा केही नगर, तर नम्रतामा एउटाले अर्कालाई आफूभन्दा श्रेष्ठ ठान। तिमीहरू हरेकले आफ्नै हित मात्र नखोज, तर अरूका हितलाई पनि हेर। तिमीहरूमा यस्तो मन होस् जो ख्रिस्ट येशूमा पनि थियो। हाम्रो प्रोत्साहन के हो? हाम्रो प्रेरणाको स्रोत के हो? यदि हामीलाई यो थाहा छ भने हामीसँग पनि ख्रिस्टको मन हुन सक्छ। हामी पनि ख्रिस्ट जस्तै रित्तिएर क्षमा गर्न सक्ने हुन्छौँ, जसकारण ख्रिस्ट महिमित हुनुभयो। हामी पनि ख्रिस्टको महिमाको सहभागी हुन सकौँ। ख्रिस्टले हामी सबैलाई शान्ति दिउन्। आमेन। यो सन्देशबाट हामी 7वटा निष्कर्षमा आइपुग्छौँ। 1 नम्बर, परमेश्वरले पहिले सबैलाई क्षमा गर्नुभएको छ। 2 नम्बर, येशूको क्रुसको बलिदान हाम्रो निम्ति क्षमाको उदाहरण हो। 3 नम्बर, येशूले क्षमा गर्ने आज्ञा दिनुभएको छ। 4 नम्बर, क्षमाले आत्मिक शान्ति र चङ्गाइ दिन्छ। 5 नम्बर, क्षमा गर्न सके शैतानले मौका पाउँदैन। 6 नम्बर, क्षमा प्रेमको पूर्वाधार हो। र 7 नम्बर, क्षमाले सम्बन्ध पुनर्स्थापित गरी शान्ति ल्याउँछ। यो सन्देश तपाईँलाई कस्तो लाग्यो? लाइक, कमेन्ट, सेयर र सब्सक्राइब गर्नुहोला। सुरुदेखि अन्तिमसम्म भिडियो सुनेर साथ दिनुभएको निम्ति तपाईँलाई धेरै धन्यवाद।